आज चाहिँ हामी यहाँ एउटा घरमै एउटा इन्क्युबेटर बनाउँदैछौँ जुन चाहिँ बस्तीको अन्डाबाट चाहिँ हामी अब चल्ला निकाल्ने भनेर अब सानोतिनो साइन्टिस्टै भनौँ है। अब हाम्रो चाहिँ यो फर्स्ट ट्राई हो, हुन्छ या हुँदैन र हाम्रो प्रोसेसलाई अब हेर्दै जानुहोस्। लेट्स गो। यो भयो हामीलाई जरुरत पर्छ यो वायरिङ के तार यो होइन बिजुलीको बल्ब लाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले अब त्यो बनाउनुको लागि सबभन्दा फर्स्ट हामीलाई कार्टुन चाहियो। यस्तो कार्टुन है, मैले सानो कार्टुन लिएको छु किनभने सानो चाहिँ किन लिएँ भने अन्डा पनि कम्ती छ, त्यसैले गर्दाखेरि मैले एकदमै सानो लिएको छु। अब यसलाई हेर्नुहोस्, यहाँबाट लगायो ठ्याक्कै यहाँ अड्याउनु पर्ने हुन्छ। त्यसपछि त्यहाँदेखि अब यो चाहिँ यहाँ चाहिँ अब स्विच नजिक छ नि, त्यसले गर्दाखेरि हामीले यो प्लेसलाई हामीले चुज गरेको हो। अब यो यहाँनिर यसरी लगाइराखौँ है। त्यहाँदेखि अब म बल्ब लगाउँदैछु, हेर्नुहोस्। बोल्दैन होला नि है? बोल्दैन। बोल्यो भने म छोडिदिन्छु है, फेरि डर लाग्छ साह्रै। यहाँनिर यसरी होल्ड गर्नुपर्ने हुन्छ बल्ब। अनि हामीले अब यो मैले सानो प्लेट चाहिँ किन लिएँ भने अब भुइँमै अन्डा राख्यो भने चाहिँ अलिकति स्पेस अब अन्डा कम्ती भयो, स्पेस चाहिँ अब बेसी हुन्छ भनेर। अन्त त्यो माथि मैले यो चाहिँ गहुँ राख्दैछु, गहुँको दाना। यो गहुँले चाहिँ के गर्छ भने इनकेस सर्ट टाइमको लागि लाइट गइहाल्यो भने चाहिँ यो हिट यसमै यो तातिएर चाहिँ त्यो अन्डालाई तातो दिइबस्छ नि त। अब यो चाहिँ मेरो सोच है, अब अरूले कसरी गर्नुहुन्छ यो चाहिँ हामीले अब बस्तीमा हाम्रो सोचाइले बनाएको है यो चाहिँ। अब यहाँ अन्डा ल्याउँ। अब यो अन्डा चाहिँ यहाँ छ है, यो चाहिँ हाम्रो तुमिनबाट ल्याएको, तुमिन घर आमाले पठाइदिनु भएको। यो चाहिँ मैले यसरी धर्का लगाएको छु। धर्का किन लगाएको भन्दाखेरि चाहिँ जब हामीले यो अन्डालाई चाहिँ दिनभरिमा चाहिँ 4 खेप रोटेट गर्नुपर्ने हुन्छ नि त। अन्त त्यो रोटेट गर्दाखेरि चाहिँ कुन अन्डा रोटेट गरेँ कुन चाहिँ गरिनँ भनेर सजिलोको लागि चाहिँ मैले यो दाग लगाएको। हेर्नु सबैमा मैले यसरी दाग लगाएको छु। अलिक नजिक हुन्छ होला, अलिक टाढो साह्रै बल्बको नजिक हुने रहेछ। अब त्यसपछि हामीलाई अब यति मात्रै गरेर बल्ब बालेर मात्रै हुँदैन। यहाँ मैले पानी लिएको छु, हेर्नुहोस् पानी है। यो चाहिँ के को लागि भन्दाखेरि चाहिँ यो चाहिँ अब यो बत्ती बलेपछि यही पानी तातेर यो अलिकति यो भित्रको स्पेस चाहिँ छोप्नुपर्छ नि त, अलिकति ह्युमिडिटी होस् भनेर चाहिँ यो पानीलाई मैले लिएको। यो पानीलाई यसरी राख्नुपर्ने हुन्छ। बल्बलाई अलिकति यसो गर्नुपर्ने छ, अलिकति ठाडो पार्नुपर्ने रहेछ। अब हेरौँ है। अब म अन गर्दैछु स्विच अन। अब यसलाई चाहिँ 4-4 घन्टामा चाहिँ हामीले यो छ यसलाई रोटेट गर्नुपर्छ। अब यो यसो गर्यो, बल्ब झर्छ कि यो अलिकति यो गर्नुपर्थ्यो होला है। यो बल्बलाई चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। अब यसलाई यसरी यो बन्द गर्नुपर्ने हुन्छ नि त। अब यसरी ट्याप्प बन्द गरेर सेलोटेप लाउनु, सेलोटेप होइन, यसलाई एउटा केहीले छोप्नु होइन, भयो बस। यसरी राखेको छु। अब यो 4-4 घन्टामा चाहिँ यसलाई अब राउन्ड गर्नुपर्छ। 21 दिन बादमा चाहिँ यो अब 21 दिन बादमा चाहिँ यो चल्लामा कन्भर्ट हुन्छ। अब हाम्रो यो अन्डा हल्लिएको छैन भने हुन्छ। अब त्यति टाढो तुमिनबाट ल्याएको हो, हल्लियो भने चाहिँ अलिकति अब चान्सेस कम्ती नै छ। त्यसैले गर्दा अब आफ्टर अन्डाबाट चल्ला हुन्छ हुँदैन चाहिँ आफ्टर 10 डेज हामीले थाहा पाउँछ। कसरी भने त्यो पनि म तपाईँलाई अर्को भिडियोमा देखाउने छु। ओके।